हेलो एन्ड नमस्ते। आज मैले सबैजनालाई पानी कसरी बनाउने भनेर पानी बनाउन सिकाउँदैछु है। ल हेर्नु है त, सुरुमा हामीले प्यान लिने, यत्रो ग्यासमा चाहिँ हल्का चाहिँ प्यान बसालिसके पछाडि अलिकति पानी हाल्ने। यति पानी हालिसके पछाडि यो पानी भल्किन्छ। ग्यासको लो चाहिँ अलिकति मिडियम नै राख्नुपर्छ। अनि पानी चाहिँ यत्तिको उम्लिसकेपछि हल्का यसलाई चलाउनु पर्छ। अनि यसमा चाहिँ एक चम्चा पानी, फेरि एक चम्चा पानी, अनि फेरि एक चम्चा यो पानी, अनि यो एक चम्चा पानी हालेर फेरि यसलाई मजाले मजाले पकाउनुपर्छ। अनि यसमा पानी हालिसकेपछि ग्यासलाई चाहिँ अलिकति ठुलो गराउने। त्यस पछाडि फेरि यसो हल्का चलाउने। फेरि यसमा एक चम्चा पानी, एक चम्चा पानी, एक चम्चा पानी, एक चम्चा पानी हाल्ने। यति भइसकेपछि यसमा अलिकति पानी कम भएछ, अलिकति थोरै पानी हाल्छु। ल अब ठिक छ है। अब चाहिँ बवाल भयो। ल